म आसन ग्रहणको क्रमलाई अगाडि जोड्न चाहे। विपद व्यवस्थापन जिल्ला कमिटीका अध्यक्ष श्री सार्वभौम फैलिएका मेची महाकाली सायो थुङ्गा फुलका हामी एउटै माला नेपाली सार्वभौम फैलिएका मेची महाकाली प्रकृतिका कोटि कोटि सम्पदाको आचल वीरहरूका राजधानी अब हामी यस सार्वजनिकरण समारोहको औपचारिक रूपमा हामी उद्घाटन गर्न गइरहेका छौं र यो उद्घाटन कार्यक्रमलाई म यस कार्यक्रमको यस समारोहको प्रमुख अतिथि अनुरोध गर्दछु। अब हामी यस बन्दीपुर गाउँपालिका को आर्थिक वर्ष 74-75 आनसमा बत्ती बालेर उद्घाटन गर्ने कार्यक्रम सम्पन्न भइसकेको छ। म यहाँ आसन ग्रहणको क्रमलाई अगाडि जोड्न गइरहेको छु। म यस बन्दीपुर गाउँपालिका केशवटार स्रोत केन्द्रका स्रोत व्यक्ति श्री दुर्गा थापाजीलाई म मञ्चमा आएर आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दछु। पहुँचमा पुर्याउने हाम्रो दायित्व हो। यसका लागि कृषि, पर्यटन, उद्योग, व्यापार, रोजगार मार्फत जनताको स्तरमा सकारात्मक परिवर्तन ल्याउन अल्पकालीन र दीर्घकालीन योजनाका साथ अगाडि बढ्ने नै छौँ। भ्रष्टाचारप्रति शून्य सहनशीलता अपनाउँदै सरकारी कार्यालयमा जनताको काम छिटो, छरितो र सहज रूपमा गर्ने वातावरण मिलाउने हाम्रो कर्तव्य हुनेछ भने जनताले सुशासनको प्रत्याभूति पाउने अधिकार हुनेछ। अब एक वाक्यमा भन्दा बन्दीपुर गाउँपालिकालाई समृद्ध, विकसित र नेपालकै नमुना गाउँपालिकाको रूपमा विकास गर्ने हाम्रो साझा लक्ष्य हो। यसका निम्ति निम्न योजना तथा कार्यक्रमलाई अगाडि बढाइनेछ। गाउँपालिका स्तरको रिङ रोड निर्माण गर्ने, सबै गाउँहरू वडा कार्यालयसम्म जोडिने र वडा कार्यालयहरू गाउँपालिकाको कार्यालय जोडिने गरी 12 महिना यातायात सञ्चालन हुन सक्ने मोटर बाटो निर्माण गर्ने। 2. डुम्रे बन्दीपुर सडक खण्ड 2 लेनको पर्यटकीय सडकको रूपमा स्तर उन्नति गर्ने। 3. बन्दीपुर बाहुन भन्ज्याङ धरमपानीको सडकलाई कालोपत्रे गर्ने। 4. बन्दीपुर क्वादी सुखौरा धरमपानी सारङघाट सडक खण्ड कालोपत्रे गर्ने। 5. बन्दीपुर रेशम खेती थारूबास हल्थमका ढाडखोला सडकलाई कालोपत्रे गर्ने र यस सडक खण्डलाई विस्तार गरी बुद्ध सिंह मार्ग हुँदै नारायणघाटसम्म यातायात सञ्चालन गर्न प्रोत्साहन गर्ने। 6. सम्पूर्ण बन्दीपुर गाउँपालिकालाई उज्यालो गाउँपालिका बनाउने